मान्छे त एमाले म, तर मैले काङ्ग्रेसलाई भोट हालेँ, प्रदीप गिरीलाई जिताएँ हेर्नुहोस्। तर पनि म मान्छे एमाले, माओवादीलाई भोट हालेर जिताएँ सिन्धुलीमा पनि, तर पनि म मान्छे एमाले। एमालेमा लेबी तिर्छु अहिले पनि, पार्टी छोडे होइन मैले, हेर्नुहोस्। बुझ्नुभयो? म जन्मिनुभन्दा अगाडि नै म एमाले, मेरा बाजे पुर्खा एमाले, मेरा बाउ आमा एमाले, म गर्वमा नआउँदै म एमाले, आएपछि पनि म एमाले, अहिले पनि म प्योर एमाले। तर यसपालिको भोट 82 सालको फागुन 21 गतेको भोट परिवर्तन हुन्छ, फेरि पनि म एमाले। भोट म घन्टीमा हाल्छु यसपालि, जसले जेसुकै भनोस् मलाई, तर पनि म मान्छे एमाले। बुझ्नुभयो नि? म मान्छे एमाले, तर भोट चाहिँ यसपालि घन्टीमा हाल्छु। घन्टीमा भोट हालिसकेर पनि फेरि पनि म एमाले। पार्टी चाहिँ मेरो एमाले, घन्टी हुँदैन। तर भोट चाहिँ फेरि पनि मेरो घन्टिला हुन्छ। यो चोटि मात्र है घन्टिला, फेरि 5 वर्ष हेर्नु छ मैले। अर्को चोटि भनेको फेरि राम्रै मान्छेलाई भोट हालिन्छ, कार्यशैली हेरिन्छ, कार्यविधि हेरिन्छ, कसरी काम गर्छ, के गर्छ। तर मान्छे त म एमाले हो नि, मान्छे म एमाले। तर मैले माओवादीलाई पनि भोट हालेँ, काङ्ग्रेसलाई पनि हालेँ, होइन, राप्रपालाई पनि हालेको छु एकचोटि मैले भोट नहालेको पार्टी नै छैन नि। तर पनि म मान्छे चाहिँ एमाले।